जेनजीहरूको सशक्त आन्दोलन पश्चात चुप रहेका एमाले अध्यक्ष केपी ओली फेरि राजनैतिक कार्यक्रममा सक्रिय भएका छन्। भक्तपुरमा आज भएको पार्टीको भेलालाई सम्बोधन गर्दै उनले भने अहिलेको सरकार संविधान अनुसार बनेको छैन। बलमिच्याइले बनेको सरकार छ र संसद विघटन असंवैधानिक छ, अलोकतान्त्रिक र गलत छ, त्यसैले प्रतिनिधि सभा पुनर्स्थापना गरिनु पर्दछ। जेनजी विद्रोह र सरकारी दमनमाथि छानबिन गर्न गठित गौरी बहादुर कार्कीको नेतृत्वको आयोगको प्रतिवेदन अस्वीकार्य हुने पनि बताएका छन्। उनले भने पहिले नै केपी ओली समात्नुपर्छ, थुन्नुपर्छ भन्ने मान्छेहरूको आयोग बनाएर छानबिन गरेर प्रतिवेदन दिएको नाटक गर्ने अनि त्यो प्रतिवेदनको आधारमा अगाडि बढे भन्ने नाटक गर्ने ओलीले भने यस्ता नाटक नेकपा एमालेलाई स्वीकार्य छैन। नेपाली राजनीतिका पुराना शक्तिहरू मध्येको एक पार्टी नेकपा एमालेका अध्यक्ष ओलीका यी भनाइले अब देशको अवस्था के मुठभेडतिर जान लागेको हो। के लाग्छ तपाईलाई? हामीलाई कमेन्ट बक्समा लेखी पठाउनुहोला। तपाईका विचार आगामी दिनमा जनताका विचारका रूपमा उल्लेख गरिनेछ।